आकस्मिक समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूलाई समय दिन्छु। सर्वप्रथम मान्य सदस्य भूमिका लिम्बू सुब्बा 2 मिनेटभित्रमा आफ्नो भनाइ राख्नुहोला। सम्माननीय सभामुख महोदय, 30 को दशकदेखि निर्माण सुरु भएको झापाको 4 आलीदेखि ताप्लेजुङको सुकेटारसम्मको मेची राजमार्ग आजको सडक होइन। यो पूर्वी पहाड र तराईलाई जोड्ने ऐतिहासिक जीवन रेखा हो। सार्वजनिक सडक ऐन 2031 बमोजिम सोही समयमा सडक सीमा यकिन गरी सडक आसपासको क्षेत्रका नागरिकलाई कुनै पनि प्रकारको संरचना निर्माणमा रोक लगाइनु पर्थ्यो। तर सम्बन्धित पक्षबाट सडक सीमाबारे जानकारी नगराउँदा र नागरिकलाई पर्याप्त जानकारी नहुँदा यस क्षेत्रका लाखौँ नागरिकहरूले सडक सीमाभित्रै संरचना निर्माण गरेका छन्। सूचना बमोजिम सडक विस्तार गर्दा दायाँ बायाँ निर्माण भएका सयौँ साना ठुला बजारहरू, सडकको आसपास निर्माण भएका लाखौँ निजी घरहरू तथा संरचनाहरू भत्काउनु पर्ने अवस्था छ। यसो गर्दा सिङ्गो पूर्वी पहाड उजाड बन्छ भने यहाँका लाखौँ मानिसहरूको घरहरू भत्किनेछन्, रोजगार र जीविकोपार्जनको माध्यम पनि बन्द हुन्छ। देशैभरि सुकुम्बासी बस्ती डोजरले सोत्तर बनाएको बेला जनताहरू आतङ्कित र बेघर भएको बेलामा सडक डिभिजनको यो सूचनाले इलामको जोरकलसदेखि 5 थर हुँदै ताप्लेजुङको सुकेपोखरीसम्म 3वटा जिल्लाको राजमार्ग वरपर बस्नुहुने सबै जनताहरू त्रसित भएका छन्। पहाडी भूगोलमा अवस्थित यस राजमार्ग धेरै ठाउँमा घना बस्ती र व्यापारिक बजारहरू छन्। कतिपय स्थानमा भिर, खोल्सा र पहिरोका जोखिमयुक्त भूभागहरू रहेको छ। वर्षा सुरु भइसकिसक्यो। यो बेलामा बजार भत्काउने र ग्रामीण भेगका नागरिकहरूले दुःख गरेर निर्माण गरेका निजी संरचनालाई भत्काई घरबारविहीन बनाउने सरकारको यो निर्णय तत्कालै स्थगन गरियोस् र सडक सीमाबारे पुनर्विचार गरी आवश्यक कदम चाल्न म सरकार समक्ष अनुरोध गर्न चाहन्छु। धन्यवाद।